हेलो साथीहरू, नमस्ते। के तपाईँ आफ्नो मेरो सेयरको पिनकोड बिर्सिएर हैरान हुनुभएको त छैन? जसले गर्दा तपाईँले चाहिँ आइपिओ एप्लाई गर्न, राइट सेयर हक प्राउड एप्लाई गर्न पाउनुभएको छैन। अब मैले कसरी पिनकोड चेन्ज गर्ने होला भनी तपाईँ टेन्सन हुनुहुन्छ भने तपाईँले अब टेन्सन लिनु पर्दैन। म तपाईँलाई सजिलो तरिकाले पिनकोड चेन्ज गर्नलाई म सहजीकरण गर्दैछु। तपाईँले ध्यान दिएर सुन्नुहोस्, हेर्नुहोस्, फलो गर्नुहोस् अनि आफ्नो मेरो सेयरको पिनकोड चेन्ज गर्नुहोस्। ओके, हुन्छ, हेर्नुहोस् है त। तपाईँले अब गर्नुपर्ने मुख्य कुरो भनेको चाहिँ मेरो सेयरभित्र गइसकेपछि तपाईँले राइट ह्यान्ड साइडमा चाहिँ नेम देख्नुहुन्छ अनि त्यो तल मेरो सेयर प्रोफाइल देख्नुहुन्छ। त्यो मेरो सेयर प्रोफाइल, नेम अनि मान्छेको सिम्बल पनि छ, यहाँ देख्न सक्नुहुन्छ। त्यसै गरी यहाँ एरो पनि छ, लगाउटको एरो पनि छ। यो मेनमा क्लिक गर्नुहोस्, विशेष मान्छेको नाममा प्रोफाइलमा क्लिक गर्नुहोस् अनि तपाईँ यहाँ देख्न सक्नुहुन्छ चेन्ज पासवर्ड पनि तपाईँले यहाँबाट चेन्ज गर्न सक्नुहुन्छ। विशेष गरी अहिले तपाईँलाई चाहिएको चाहिँ चेन्ज ट्रान्जेक्सन पिनमा क्लिक गर्नुहोस् अनि मेरो सेयरको पासवर्ड चाहिँ तपाईँले यहाँ टाइप गर्नुहोस्। अनि तपाईँले राख्न चाहनुभएको नयाँ पिनकोड चाहिँ 4 अङ्कको चाहिँ पिनकोड 4 डिजिट चाहिँ तपाईँले यहाँ टाइप गर्न सक्नुहुन्छ। फेरि तल कन्फर्म ट्रान्जेक्सन पिनमा पनि सेम अङ्क राख्नुहोस् अनि तल तपाईँले देख्न सक्नुहुन्छ चेन्ज ट्रान्जेक्सन पिनमा क्लिक गर्नुहोस् अनि तल यहाँ म्यासेज आइसक्यो, यो ग्रिन म्यासेज। अब तपाईँले ढुक्कसँग चाहिँ आइपिओहरू एप्लाई गर्न, हक प्राउड सेयर, राइट सेयर अप्लाई गर्न चाहिँ सक्नुहुनेछ। र यदि तपाईँलाई कन्फ्युजन भयो, आउने दिनहरूमा नि तपाईँलाई यस्तै समस्या भयो भने मैले तपाईँलाई सिकाएअनुसार चाहिँ फलो गर्नुहोस् अनि मेरो सेयरको ट्रान्जेक्सन पिन चेन्ज गर्नुहोस्। धन्यवाद।